चाहिँ म खाना खाएर यसो बाहिरतिर जाँदैछु। आज चाहिँ यसो काम परेर बाहिरतिर निस्किँदैछु है। अब के काम परेर कता निस्किँदैछु भन्दाखेरि त्यो चाहिँ अहिले भिडियो हेर्दै जानुस्, त्यसपछि थाहा हुन्छ। अहिले चाहिँ हल्का रात भइसकेछ, अलि बढी नै भन्न चाहिँ म अलि 6 बजे अलि उज्यालै हुन्छ कि भनेर टक्क खाना खाएर निस्किन लागेको थिएँ, तर छिट्टै रात भइसकेछ। अनि टक्क लाएर खानासाना खाएर टक्क मेट्रोमा चढेर टक्क लाएर म चाहिँ निस्केँ आफ्नो गन्तव्यतिर। त्यसपछि 2-3टा मेट्रो स्टेसन पछि चाहिँ टक्क मेरो स्टेसन पनि आइहाल्यो, मजा जानुपर्ने थियो। त्यसपछि चाहिँ म टक्क लाएर झरेँ अनि त्यसपछि टक्क लाएर बाटोसाटो क्रस गर्नुपर्ने थियो। अनि म चाहिँ एक्लै छु अहिले चाहिँ, त्यही भएर रातिको भ्यू टक्क लाएर एक्लै पर मस्त निस्केर हिँड्दैछु म चाहिँ आफ्नै तालमा। अनि टक्क म चाहिँ अहिले आइसकेँ त्यो मार्केट, यो चाहिँ आइको मार्केट हो। टक्क लाएर अनि यहाँ चाहिँ पहिला चाहिँ मलाई त्यो जुन ठाउँमा जानुपर्ने थियो त्यो ठाउँ चाहिँ मलाई कता छ एक्ज्याक्टली थाहा थिएन कि। अनि साथीले चाहिँ यहीँ छ भने थियो, यही मार्केटमा छ भने थियो, त्यही भएर पुरै मार्केट घुम्दैछु म चाहिँ होइन। तर फर्स्ट फ्लोरमा पुरै घुमिसकेँ, भेटिनँ। अनि फेरि फर्स्ट फ्लोरबाट नि फेरि माथि फ्लोरमा नि गएँ, त्यहाँ पनि भेटिनँ। ग्राउन्ड फ्लोरमा नि छैन, फर्स्ट फ्लोरमा नि छैन कि। म दुईचोटि घुमिसकेँ, कतै भेट्दिनँ। त्यसपछि घुम्दा घुम्दा यसरी मैले बेलुकासम्म भेट्दिनँ जस्तो लाग्यो। अनि त्यसपछि चाहिँ मैले टक्क लाएर सेक्युरिटी गार्डसँग सोधेँ नि त, त्यहाँ हुन्छ नि त। टक्क लाएर सेक्युरिटी गार्डसँग सोधेँ। अनि त्यसपछि दाइले चाहिँ यो मार्केटको बाहिरपट्टिबाट टक्क राइट साइडतिर जाऊ भन्नुभयो। त्यसपछि अनि ट्याक्क लाएर जुन ठाउँमा आएको थिएँ, जुन ठाउँ चाहिँ आएको थिएँ त्यो ठाउँ आइपुगेँ। अब तपाईँहरूले पनि थाहा पाउनुभयो होला म कता आएको थिएँ, के कामको लागि आएको छु भनेर। म चाहिँ आज यसो मेरो आई चेकअपको लागि आएको थिएँ कि, किनभने यो चाहिँ म यहाँ दुबई आइसकेपछि चेकअप गरेको थिएन। अनि अहिले चाहिँ मैले टक्क चेकअप गरेर भ्याइसकेँ। अब त्यसपछि फेरि म लाग्दैछु, फेरि म आफ्नो अब रुमतिरको लागि, त्यति कामको लागि आएको थिएँ म। अनि हल्का रात चाहिँ बढी भएछ आजकल चाहिँ, फेरि दिन अलिक छोटो हुने भएछ। म त अलिक उज्यालै हुन्छ कि भनेको थिएँ, अब अँध्यारो भइगयो। त्यही भएर अब फेरि कामसाम सक्यो, त्यत्तिको लागि आएको थिएँ, झ्यापझुप गरेँ अनि निस्किहालेँ। अनि अब फेरि गाडी चढेर जानुपर्ने। अनि फेरि त्यही भएर अब कुन बाटो आउँछ, कति नम्बरको बस आउँछ भनेर हेर्दैछु म चाहिँ। यसो हेरेँ एकछिन, तर केही बुझिनँ मैले। त्यसपछि गाडी एकछिन कुरेको, गाडी पाइनँ, त्यही भएर अनि त्यसपछि चाहिँ म एक्लै हिँड्दै म चाहिँ 5 मिनटसम्म कुरेँ, गाडी आएन। अनि त्यसपछि चाहिँ मलाई कुर्दा झ्याउ लाग्यो, बरु आधी बाटो पुगिसक्थेँ यति बेलासम्म त जस्तो नि लाग्यो। त्यसपछि चाहिँ हिँडिदिएँ म। अनि यतातिर आएर चाहिँ टक्क लाएर म चाहिँ अहिले लगभग क्याम्पको नजिकै आइसकेँ। अनि आएर चाहिँ टक्क साथीलाई फोन गरेर यसो अब चिया खान मन लाग्यो, अनि त्यसलाई आउने भए आइज चिया खान भनेर बोलाएको थिएँ, फोन गरेको थिएँ। टक्क साथी चाहिँ आउँदैछ यसरी नाटक पार्दै। टक्क लागेर अनि हामी चाहिँ यहाँ चाहिँ हाम्रो अब के भन्ने जक्सन टाइपको भनौँ न, प्रायः हामी चिया खान निस्किने मार्केट हो। यो चाहिँ अब एके मार्केट छ हाम्रो क्याम्पको बाहिर। टक्क चिया पनि आइसक्यो। अनि फेरि अहिले चाहिँ चिया पनि खाएर भ्याइसक्यो। अब फेरि यसो 1-1 कप 2-2 कप चिया खाएर अब चाहिँ रुमतिर लागिँदैछ। आजको लागि चाहिँ यति नै थियो। थ्याङ्क्स फर वाचिङ, बाई बाई, सी यू इन नेक्स्ट भिडियो।